Baru Naran. Papi. Dev Guru. Dev Guru. Papi. आजाद में नाम करेगा एक बिल्कुल लाई एक तो फिर एक दिन का भी रहेगा सर उन्हीं में रहेगा इसलिए गए सही सलामत बैठू के समय जवाब दिया महाराज यही गुरुदेव Papi. Papi. Hey, tu llega रहेगा सब Hey, ¿cómo está? Quiero cama para darle. ¿Cómo está? Hey, tu माँ तो श्री नारायण ले रखो तुम्हें को नारायण को देव को दियो मत भी व्यक्ति लाइट में जी रहते हैं तले घरे का चो कभी दंडे भी रहेगा सो Hey, Gurkha. के बंदे सस्ता यो धर्मात्मी यंत्र पापी हे जसले आफ्नो मृत्युको क्षणमा नारायण भगवान को नाम जपेको छ कोही कसरी पापी हुन सक्छ यसले हरिनाम जप्यो यसलाई त यसरी के गर्दैछौ तिमी यसले वासुदेव कहिले पनि हरिनाम बोलेन समाजमा राम्रो काम गर्दा भड्कायो चेलीपेटीमाथि गिप्यो नजर लायो भले जान्छु भनेर कर्मीसँग घुम्न गयो पापी हो हे तिमी नारायणको आज्ञालाई उहाँले दिनुभएका आज्ञालाई अवहेलना गर्दैछौ तिमीलाई म भन्दैछु कोही धर्मात्मी व्यक्ति हो उसलाई तिमीले कुनै पनि दण्ड दिन पाउँदैनौ उनलाई म लिएर जान्छु तिमी यहाँबाट आफ्नो धाममा गइहाल पापी हो छोरा छोरा चल्दै जान्छ तिमी यसै मान्दैनौ जस्तो छ तिमीलाई मेरो शब्दको बाणीहरूले तिमीलाई म अति उपदेश दिइरहेको छु तिमीले उसलाई यसलाई मैले जसरी भए पनि लानु छ तिमी आफ्नो जिम्मा हरिरहन्छौ भने तिमी मसँग युद्ध गर यदि तिमी विजय भयो भने उसलाई तिमी आफ्नो साथमा वैकुण्ठ जा पापी आज तिमीलाई युद्धमा हराएर यो असत्य पापीलाई बचेर पनि अब लिएर जानेछु
यहाँ त गजब छ आँगना त गाह्रो हुन्छ माटो त के भयो होइन आँगना परे बेला त गाह्रो जस्तो छ सिलिन्डर पनि ल्याएको छु बडा अब कहिले जस्तो पछाडिबाट हुँदा गर्छस् अब त सिलिन्डर राइस पानी खाने नि हो भागेको छैन जस्तो पछाडिबाट आइतो फसल आइज अरे यो पापी नै छ नि आफ्नो बाटो गएर मजा पनि सुन्दैरहेको छु उसो भए यसले आफ्नो सन्तानको नाम उच्चारण गर्यो एकचोटि नारायण कसैको बारीमा त्यसरी अवरोध गरेको छस् एमलोकमा भोलि भारी सभा राखेर यसको छानबिन गरेर तँलाई पनि अवश्य दण्ड दिनेछु देश भुलेको कुरा भुल्ने रहला साँच्चै छोरी युद्ध गर्नसँग होइन भने अवश्य पनि सभाको निर्णयपछि तँलाई पनि योग्य दण्ड दिनेछु तपाईँ त मान्छे बोकै कुरा खान्छ भगत त अझै लिस यही होइन तँलाई अवश्य पनि दण्ड दिनेछु अवजा चाहिँ आउँदैनस् Diu, teu que é? Era vídeo?